हेलो एभ्रिवान, वेलकम ब्याक टु वन्डर ट्युटर। आजको भिडियोमा फेरि हामी सर्ट टर्म फाइनेन्सिङकै भिडियो कन्टिन्यू गर्दैछौँ। योभन्दा अगाडिको पार्टमा हामीले प्रब्लम 4.2 डिस्कस गरेको छौँ भने आज चाहिँ हामी प्रब्लम 4.3बाट चाहिँ हेर्छौँ। 4.3 मा के भनेको छ भन्दा सपोज अ फर्म मेक्स पर्चेज अफ ₹3.65 मिलियन पर इयर अन्डर टर्म्स अफ 2/10 नेट 30 एन्ड टेक्स डिस्काउन्ट। अब फर्मले कतिको चाहिँ पर्चेज गर्दो रहेछ भन्दा पर्चेज भनेको 3.65 मिलियन अर 3651234 पर इयर चाहिँ यतिको पर्चेज गर्दो रहेछ। अनि त्यसपछि यसको क्रेडिट टर्म दिएको छ हामीलाई, अर्को क्रेडिट टर्म भनेर दिएको छ। कति छ भन्दा 2/10 नेट 30 भनेर क्रेडिट टर्म दिएको छ र उसले चाहिँ डिस्काउन्ट लिन्छ अरे, फर्मले चाहिँ अब डिस्काउन्ट लिन्छ अरे। ए नम्बरमा हामीलाई के भन्यो, एभरेज अमाउन्ट अफ अकाउन्ट पेएबल नेट अफ डिस्काउन्ट। अब यसको चाहिँ हामीलाई एभरेज अमाउन्ट निकाल अकाउन्ट पेएबलको भनेर सोध्यो। एभरेज अमाउन्ट अफ अकाउन्ट पेएबल। अब यो निकाल्ने कसरी हो भन्दा पर्चेज पर इयर। अब हामीले कति पर्चेज गर्छौँ इयरमा, त्यो अब पर्चेज कति गर्छौँ र अनि त्यसपछि एक दिनमा कति, पहिला एक दिनको निकाल्नु पर्यो। अनि त्यसपछि हामीलाई केसको चाहिँ अकाउन्ट पेएबल निकाल भनेको नेट अफ डिस्काउन्ट भनेपछि डिस्काउन्ट लिएपछिको भनेपछि डिस्काउन्ट पिरियडको होइन। अब यहाँ के भयो त भन्दा एभरेज अमाउन्ट अफ अकाउन्ट पेएबल। अब खास हाम्रो चाहिँ डिस्काउन्ट लिइसकेपछि 3.65 मिलियन रहेछ, जहाँ चाहिँ हाम्रो ग्रस भनेको 374,724 यो चाहिँ हाम्रो ग्रस हो। एमा यसले डिस्काउन्ट 74,000 पाएपछि हाम्रो कति भएको त 3.65 मिलियन चाहिँ पर्चेज भएको हो। यसको हाम्रो एभरेज अमाउन्ट कति हो त, अकाउन्ट पेएबल भनेको के हो, हाम्रो तिर्नुपर्ने पैसा हो नि त। अब 10 दिनको एभरेज अमाउन्ट निकाल्नु पर्यो, किन भन्दा 10 दिनसम्म त उधारो गर्यो, त्यसपछि तिरेर डिस्काउन्ट लिएको नि त, 10 दिनको दिनमा त डिस्काउन्ट लिएको। अब यहाँ डिस्काउन्टको कुरा आएपछि सो पर्चेज इन अ इयर, पर्चेज पर इयर चाहिँ कति हुन्छ त हाम्रो भन्दा 3651234 यो चाहिँ एक वर्षको पर्चेज हो। अनि एक दिन अब कति डेज हुन्छ भनेको छ, 365 डेज हुन्छ एक वर्षमा भनेको छ। सो 365ले डिभाइड गरेपछि एक दिनको आयो। हामीलाई चाहिएको अकाउन्ट पेएबल एभरेज अमाउन्ट कति दिनको भन्दा त 10 दिनको हो, डिस्काउन्ट पिरियडको हो नि त। एभरेज अमाउन्ट अफ अकाउन्ट पेएबल अफ नेट अफ डिस्काउन्ट भनेपछि डिस्काउन्ट पिरियड भनेको हाम्रो यो कति हो 10 हो। गर्दाखेरि हाम्रो कति आयो त अमाउन्ट ₹12345, 1 लाख चाहिँ हाम्रो के भयो एभरेज अमाउन्ट अफ अकाउन्ट पेएबल रहेछ। त्यसरी नै बी नम्बरमा हामीलाई के भन्यो भन्दा इज देयर अ कस्ट अफ ट्रेड क्रेडिट द फर्म युज, फर्मले युज गरेको ट्रेड क्रेडिटको केही कस्ट छ त भनेर सोध्यो। यसमा चाहिँ अब हाम्रो के भयो त भन्दा नो भयो। नो देयर इज नट एनी कस्ट अफ ट्रेड क्रेडिट। अब त्यहाँ केही पनि कस्ट भएन, किन भएन भन्दा फर्म युज डिस्काउन्ट। अब डिस्काउन्ट लिइसकेपछि अनि अब डिस्काउन्टको केसमा चाहिँ कुनै पनि कस्ट लाग्दैन। कस्ट डजन्ट अप्लाई इन केस अफ डिस्काउन्ट भनेर चाहिँ हामीले लेखिदिने। किनभने अब हामीले फ्री ट्रेड क्रेडिट र नन फ्री ट्रेड क्रेडिट हुन्छ, नन फ्रीको चाहिँ कस्ट निकाल्नुपर्छ, फ्रीको पर्दैन भनेर पार्ट 1मा अलिकति भनेको थियौँ। सो त्यही भएर यो चाहिँ फ्री ट्रेड क्रेडिट जहाँ चाहिँ डिस्काउन्ट लिने भएको भएर चाहिँ हाम्रो यहाँ केही पनि कस्ट लाग्दैन। अब सी नम्बरमा हामीलाई के सोध्यो भन्दा इफ द फर्म डिडन्ट टेक डिस्काउन्ट बट इट पेड अन द ड्यू डेट what would be its average payable and the cost of this non-free trade credit। अब सीमा चाहिँ एभरेज अमाउन्ट निकाल्नु पर्यो, एभरेज अमाउन्ट अफ अकाउन्ट पेएबल निकाल्नु पर्यो होइन। कहिले त भन्दा इफ फर्म
पेज अन ड्यु डेट। अब ड्यु डेट भनेको हाम्रो कति भन्दा 30 डेजमै तिर्यो भने भन्यो होइन। एभरेज अमाउन्ट के हो त फर्मुला, पर्चेज पर इयर डिभाइड बाई डेज इन अ इयर इन्टु अब हाम्रो के हुने भयो त भन्दा यहाँ क्रेडिट पिरियड हुने भयो। पर्चेज कति हो 365, 1 2 3 4 डिभाइड बाई 365 इन्टु क्रेडिट पिरियड भनेको हाम्रो कति डेज हो 30 डेज हो, गर्दाखेरि 3 लाख रुपियाँ हुने भयो। 1 2 3 4 5 चाहिँ हाम्रो एभरेज अमाउन्ट अफ अकाउन्ट पेएबल भयो। अब हामीलाई यहाँ अर्को के पनि सोधेको छ भन्दा सी नम्बरमा, इफ द फर्म डिडन्ट टेक डिस्काउन्ट एभरेज अकाउन्ट पेएबल भयो। अनि कस्ट अफ दिस नन फ्री ट्रेड क्रेडिट, अब नन फ्री ट्रेड क्रेडिटको चाहिँ कस्ट पनि निकाल भन्यो, भनेको हामीलाई एपिसी निकाल भन्यो होइन। एपिसी निकाल्ने फर्मुला भनेको हाम्रो के हो, डिस्काउन्ट रेट डिभाइड बाई 100 माइनस डिस्काउन्ट रेट इन्टु 365 बाई सिपी माइनस डिपी। डिस्काउन्ट रेट भनेको हाम्रो कति हो 200 माइनस 2 इन्टु 365 बाई सिपी भनेको हाम्रो कति हो क्रेडिट पिरियड 30 माइनस 10 गर्दाखेरि हाम्रो कति आउँछ 37.24% चाहिँ हाम्रो कस्ट लाग्ने रहेछ होइन। अब त्यसरी नै हामीलाई यहाँ इएआर पनि निकाल भनेर भन्यो होइन। एभरेज पेबल कस्ट अफ दिस नन फ्री ट्रेड क्रेडिट भन्यो हामीले इएआर, एपिसी एआर दुइटै निकाल्दा पनि हुन्छ, एपिसी मात्र निकाल्दा पनि हुन्छ, इएआर पनि यहाँ इएआर पनि दिएको भएर इएआर पनि निकालौँ। अब इएआर निकाल्ने दुईटा फर्मुला हुन्छ। एउटा फर्मुला त मैले हजुरहरूलाई लेखाइदिएको थिएँ पार्ट 1 मा, के हो त भन्दा 1 प्लस डिस्काउन्ट रेट 100 माइनस डिस्काउन्ट रेट डेज इन अ इयर सिपी माइनस डिपी माइनस 1, यो राखेर गरेँ है मैले फर्मुला। 1 प्लस डिआर डिभाइड बाई 100 माइनस डिआर को पावर डेज इन अ इयर डिभाइड बाई सिपी माइनस डिपी अनि माइनस 1, भ्याल्यु राख्दा कति हुन्छ 1 प्लस डिआर भनेको 200 माइनस 2 365 डिभाइड बाई 30 माइनस 10 माइनस 1 गर्दाखेरि हाम्रो कति आउँछ यो 1 प्लस डिआर भनेको हाम्रो 2 डिभाइड बाई 100 माइनस 2 को पावर 365 डिभाइड बाई 30 माइनस 10 माइनस 1 इन्टु 100 गर्दा 44.58% चाहिँ 44.58% भनेको हाम्रो यसको इएआर रहेछ। अब इएआर एउटा यसरी निकाल्यो, अर्को चाहिँ हामीले इएआर अब पहिल्यै एपिसी निकालेको छौँ भने इएआर कसरी पनि निकाल्न सक्छौँ भन्दा मैले अगाडि लेखेको थिएन, अहिले मैले लेखिदिएको छु यो फर्मुलामा 1 प्लस एपिसी एम पावर एम माइनस 1 गरेर हामीले एपिसी निकालिसकेको छौँ भने एपिसीलाई युज गरेर इएआर पनि निकाल्न सक्छौँ। अब 1 प्लस एपिसी भनेको हाम्रो कति हो 37.24, 37.24 त पर्सेन्टमा हो भनेको 1 प्लस 0.3724 एम। अब एम भनेको हामीलाई थाहा छैन, एम भनेको कसरी निकाल्ने हो भन्दा चाहिँ एम भनेको चाहिँ हाम्रो डेज इन अ इयर डिभाइड बाई क्रेडिट पिरियड माइनस डिस्काउन्ट पिरियड गरेर हाम्रो कति आउँछ एम भनेको फर्मुला लेखिदिएँ मैले कसरी निकाल्ने रहेछ डेज इन अ इयर डिभाइड बाई क्रेडिट पिरियड माइनस डिस्काउन्ट पिरियड गरेर यो भनेको हाम्रो कति आउँछ एम भनेको 365 डिभाइड बाई 20 गर्दा 18.25 भनेको हाम्रो के आउँदो रहेछ एम आउँदो रहेछ। अब यहाँ 18.25 आयो, पावर पनि 18.25 भयो, माइनस 1 गर्दा कति हुन्छ 1 प्लस 0.3724 डिभाइड बाई 18.25 को पावर 18.25 माइनस 1 इन्टु 100 गर्दा 44.578 भनेको 44.58
हो जुन फर्मुलाबाट गर्दा पनि इएआर हाम्रो के आयो सेम नै आयो। यसरी चाहिँ एपिसी हामीले निकालिसकेको छौँ भने हामीले एपिसीलाई युज गरेर पनि इएआर निकाल्न सक्ने भयौँ। नभए यही फर्मुलाबाट पनि हामीले इएआर निकाल्न सक्ने भयौँ। एन्सर आउने भनेको सेम नै हो। यसरी सी नम्बरको पनि हामीले गर्न सक्छौँ। अब डीमा हामीलाई के सोधेको छ भन्दा वाट वुड इट्स कस्ट अफ नट टेकिङ डिस्काउन्ट बी इफ इट कुड स्ट्रेच इज पेमेन्ट टु 40 डेज। अब हाम्रो पेमेन्ट चाहिँ 30 डेजमा नगरेर 40 डेजमा स्ट्रेच गर्यो भने होइन, वेन क्रेडिट पिरियड इक्वल्स टु 40 डेज भयो भने हाम्रो एपिसी कति हुन्छ? डिस्काउन्ट रेट 100 माइनस डिस्काउन्ट रेट इन्टु 365 बाई सिपी माइनस डिपी। डिआर भनेको हाम्रो कति छ? 200 माइनस 2 इन्टु 365 डिभाइड बाई सिपी भनेको कति हुन्छ? 40 माइनस 10 गर्दाखेरि कति आउँछ? 24.83% भनेको हाम्रो एपिसी आउँछ। अनि यसको इएआर निकाल्दा अब मैले एपिसीवालै फर्मुला लाएर गरेँ 1 प्लस एपिसीको पावर एपिसी एमको पावर एम माइनस 1। अब यता पनि हाम्रो एम भनेको कति आउने भयो? एम निकालेँ मैले। एम भनेको डेज इन अ इयर डिभाइड बाई सिपी माइनस डिपी। 365 डिभाइड बाई सिपी भनेको अब हाम्रो 40 माइनस 10 गर्दाखेरि 365 डिभाइड बाई 30 गर्दा 12.17 चाहिँ हाम्रो एम आउँदो रहेछ। 1 प्लस 0.2483 डिभाइड बाई 12.17 माइनस 1 गर्दा 27.86% भनेको हाम्रो इएआर आउँदो रहेछ। हो यसरी चाहिँ हामीले यो प्रब्लम 4.3 को चाहिँ सल्भ गर्न सक्छौँ। यो क्वेसनहरू चाहिँ मैले कहाँ राखिदिएको छु भन्दा हाम्रो गुगल ड्राइभमा राखिदिएको छु। हजुरहरूलाई क्वेसनको पनि लिङ्क चाहिन्छ भने चाहिँ मेसेन्जरमा सोध्न सक्नुहुन्छ। त्यहाँ मैले सबै च्याप्टरको क्वेसनहरू चाहिँ ड्राइभमा अपलोड गरिदिएको छु। एन्सर चाहिँ यहाँ युट्युबमा चाहिँ सोल्युसन गर्दै हामीले चाहिँ गरिरहेको छौँ। अब हामी अर्को हेर्छौँ प्रब्लम 4.4। प्रब्लम 4.4 मा के भन्छ भन्दा 4.4 मा देउराली कम्पनी हैज अ विकली पेरोल अफ रुपिज 1 मिलियन। फर्मले चाहिँ अब विकली नभएर ट्वाइस अ मन्थ गराउने भनेछ। किन भन्दा एक्सपेन्सेस कस्ट पनि घटाउनको लागि। अनि फर्मको अपर्च्युनिटी कस्ट भनेको हामीलाई कति दिएको रहेछ त? 8% चाहिँ फर्मको अपर्च्युनिटी कस्ट दिएको रहेछ। अब 4.4 को पहिला हामीले के गर्छौँ? गिभन कुराहरू चाहिँ लेख्छौँ। पेरोल हामीलाई कति दिएको छ? रुपिज 1 मिलियन। त्यो पनि के छ त भन्दा विकली छ। अब पेरोल भनेको के हो भन्दा पेरोल्स भनेको चाहिँ हाम्रो सिस्टम हो के, वेजहरू दिने एउटा सिस्टम हो। यो खासै केही होइन। पेरोल विकली छ। अनि त्यसपछि पेरोल एक्सपेन्सेस हाम्रो कति दिएको छ? पेरोल एक्सपेन्सेस भनेर रुपिज 2000 पर पेरोल। 2000 पर पेरोल चाहिँ हाम्रो पेरोल एक्सपेन्सेस दिएको छ। त्यसपछि हामीलाई अर्को के दिएको छ भन्दा अपर्च्युनिटी कस्ट। अपर्च्युनिटी कस्ट के दिएको छ? कति? 8%। 8% हामीलाई अपर्च्युनिटी कस्ट दिएको छ। अब हामीलाई यहाँ के भन्छ भन्दा ए नम्बरमा एभरेज एक्रुअल्स अन्डर प्रेजेन्ट पेरोल सिस्टम। एभरेज एक्रुअल्स अन्डर प्रेजेन्ट पेरोल सिस्टम। अब यो हाम्रो अहिलेको पेरोल सिस्टम, प्रेजेन्ट पेरोल सिस्टम भनेको हाम्रो कति हो? यो 1 मिलियन विकली तिर्ने हो नि त। हो यसको एभरेज तिर्नुपर्ने एक्रुअल्स कति हुन्छ अरे? एभरेज भनेको के हो? मिनिमम भनेको 0 हो नि त। 0 प्लस म्याक्सिमम भनेको हाम्रो 1 मिलियन हो। अब 0 लेख्नु नलेख्नु केही पनि भएन। डिभाइड बाई हाम्रो 2 हो एभरेज भनेको, अथवा बिगिनिङ प्लस इन्डिङ डिभाइड बाई 2 हो। पेरोल पर पिरियड मैले फर्मुला बनाइदिएँ। पेरोल पर पिरियड डिभाइड बाई 2।
अब बिगिनिङ त केही छैन, इन्डिङ भनेको 1 2 3 4 5 6 डिभाइड बाई 2 गर्दा ₹5 1 2 3 4 5 5 लाख्स भनेको एभरेज एक्रुअल्स रहेछ। अब बीमा हामीलाई के सोध्यो भन्दा वाट इज द टोटल एन्युअल पेरोल एक्सपेन्सेस। अब टोटल एन्युअल पेरोल एक्सपेन्सेस under present payroll system, under present payroll system। यो एक्सपेन्सेस निकाल्ने कसरी हो भन्दा पेरोल एक्सपेन्सेस पर डे हैन इन्टु नम्बर अफ पे डे। अब एकचोटिमा हाम्रो पेरोल एक्सपेन्सेस भनेको कति हो, पर पेरोल ₹2000 हो। अब हामीले त विकली तिर्ने गरेछ प्रेजेन्ट सिस्टममा। अब 1 इयरमा कति विक्स हुन्छ भन्दा 52 विक्स हुन्छ। सो 2000 इन्टु 52 गरेर ₹104123 चाहिँ हाम्रो के रहेछ टोटल एन्युअल पेरोल एक्सपेन्सेस अन्डर प्रेजेन्टमा रहेछ। अब सीमा हामीलाई के सोध्यो भन्दा क्वेसनमा हामीलाई के सोधेको छ भन्दा वाट विल बी एभरेज एक्रुअल्स अन्डर प्रपोज्ड प्लान। अब प्रपोज्ड प्लानमा एभरेज एक्रुअल्स अन्डर प्रपोज्ड प्लान यसको पनि फर्मुला भनेको त के हो, त्यही नै हो, अमाउन्ट अफ पेरोल पर डे डिभाइड बाई 2। अब यहाँ हामीले सानो वर्किङ नोट गर्नुपर्ने हुन्छ एमा चाहिँ, किन भन्दा हाम्रो प्रपोज प्लानको अमाउन्ट अफ पेरोल निकाल्नुपर्छ। अमाउन्ट अफ पेरोल प्रपोज प्लानमा चाहिँ अमाउन्ट अफ पेरोल कसरी निकाल्छौँ भन्दा अमाउन्ट अफ पेरोल अन्डर प्रेजेन्ट। अब प्रेजेन्टको पेरोल कति हो इन्टु प्रेजेन्टमा कति डे हुन्छ प्रेजेन्ट डे अथवा पे डे हो, यो प्रेजेन्ट पे डे डिभाइड बाई नम्बर अफ पे डे इन प्रपोज प्लान। अमाउन्ट अफ पेरोल प्रेजेन्टमा हाम्रो अमाउन्ट अफ पेरोल भनेको कति हो 1 2 3 4 5 6 हो नि त अमाउन्ट अफ पेरोल इन्टु अब पे डे प्रेजेन्टमा पे डे भनेको हाम्रो कति हो 52 विकली तिर्ने गरेछ डिभाइड बाई नम्बर अफ पे डे इन। अब प्रपोजमा चाहिँ हाम्रो के भन्यो भन्दा विकली नगरेर ट्वाइस अ मन्थ गर्ने भन्यो। ट्वाइस अ मन्थ भन्यो भने एक वर्षमा कति हुन्छ त ट्वाइस महिनामा दुईचोटि भन्यो भने त एक वर्षमा 12 हुन्छ। 12 इन्टु 2 गरेर 24 चोटि चाहिँ हुने भयो भनेको 2 1 1 2 3 4 5.67 चाहिँ हाम्रो अमाउन्ट अफ पेरोल हुँदो रहेछ प्रपोजमा। 2 1 1 2 3 4 5.67 डिभाइड बाई 2 गर्दा ₹108,123,4.33 भनेको हाम्रो एभरेज एक्रुअल्स प्रपोजमा हुँदो रहेछ। अलिकति झुक्किने भनेको यो प्रपोजको अमाउन्ट निकाल्दा हो। यसरी हजुरले वर्किङ नोटमा गर्नुभयो भने चाहिँ एकदम सजिलो हुन्छ। अमाउन्ट अफ पेरोल अन्डर प्रेजेन्ट इन्टु प्रेजेन्ट पे डे कति हो डिभाइड बाई नम्बर अफ पे डे इन प्रपोज प्लान गरेर अमाउन्ट अफ पेरोल निकाल्न सक्छौँ। यति भइसकेपछि सी नम्बरसम्म हाम्रो सकियो हैन। अब हामीलाई यहाँ क्वेसनमा डी नम्बरमा चाहिँ हामीलाई के भनेको छ भन्दा वाट विल बी द टोटल एन्युअल पेरोल एक्सपेन्सेस अन्डर प्रपोज्ड प्लान। अब डीमा टोटल एन्युअल पेरोल एक्सपेन्सेस अन्डर प्रपोज्ड प्लान निकाल्ने फर्मुला भनेको के हो त्यही नै हो, हामीले अगाडि जसरी निकालेको थियौँ त्यसरी नै निकाल्ने हो। पेरोल एक्सपेन्सेस पर डे इन्टु नम्बर अफ पे डे। अब पेरोल एक्सपेन्सेस भनेको हाम्रो कति हो 2000 हो। अब चाहिँ 52 चोटि नगरेर 24 चोटि गर्नु पर्यो प्रपोज प्लानमा त महिनाको 2 चोटि भएपछि। सो 48,000 चाहिँ हाम्रो
एन्युअल एक्सपेन्सेस आउने भयो। अब हामीले विकबाट महिनाको 2 चोटि तिर्ने भन्यो भने अब यीमा हामीलाई टोटल एन्युअल सेभिङ निकाल। अब हामीले विकली नतिरेर महिनाको 2 चोटि तिर्न थाल्यौँ भने चाहिँ हाम्रो एन्युअल सेभिङ कति हुन्छ भन्यो। एन्युअल सेभिङ मैले यो फर्मुला लेखाउँदाखेरि हजुरहरूलाई लेखाएको छु हैन। मैले एन्युअल सेभिङको सुरुमा हामीले के निकाल्नुपर्छ, इन्क्रिज इन एभरेज एक्रुअल। अब एभरेज एक्रुअल हाम्रो कतिले बढ्यो भन्दा त्यो निकाल्नु पर्यो। एभरेज एक्रुअल कतिले बढ्यो भन्दा अहिलेको प्रपोज प्लानमा 1123 पोइन्ट एभरेज एक्रुअल अन्डर प्रपोज्डमा यो होइन नि, एभरेज एक्रुअल हाम्रो कति आएको छ 1081234.33 माइनस अनि पहिला हाम्रो कति थियो एभरेज एक्रुअल भनेको 1 2 3 4 5 गरेर हाम्रो इन्क्रिज कति भयो 1081234.33 माइनस 1 2 3 4 5 गर्दा 58124.33 यतिले चाहिँ हाम्रो एभरेज एक्रुअल चाहिँ के भयो त बढ्यो। अब यति भइसकेपछि हामीले के निकाल्नु पर्यो टोटल एनुअल सेभिङ। अब हाम्रो एभरेज एक्रुअल यतिले बढ्यो भनेपछि हामीले यो पैसालाई त के गर्न पायौँ लास्टमा तिर्न पायौँ नि त। एक्रुअल्स त हाम्रो अब हामीले फ्रिक्वेन्टली तिर्नु परेन, एक्रुअल भनेको तिर्नुपर्ने पैसा नतिरेपछि हामीले के भयो त भन्दा हामीलाई योबाट इन्ट्रेस्ट सेभ हुने भयो। हामीले अब यो पैसालाई त लगानी पनि गर्न सक्ने भयौँ। इन्ट्रेस्ट सेभिङ फ्रम इन्क्रिज, इन्ट्रेस्ट सेभिङ फ्रम अब हामीले अरूबाट त पैसा खोजेर ल्याउनु परेन नि त लगानी गर्नको लागि। यदि पैसा त हामी आफैले यसलाई फेरि एट द इन्डसम्म त लगानी गर्न पाउने भयौँ। त्यही भएर अरूबाट खोज्न नपरेको भएर यसले हामीलाई के गर्यो त इन्ट्रेस्ट सेभ गर्यो। इन्ट्रेस्ट सेभ फ्रम इन्क्रिज इन एभरेज एक्रुअल। अब इन्ट्रेस्ट सेभ कसरी भयो भन्दा 58124.33 इन्टु हामीलाई अपर्च्युनिटी कस्ट कति दिएको थियो क्वेसनमा 8%। यसको 8% गरेर कति हुन्छ इन्टु 8% गर्दाखेरि 4124.64 चाहिँ हामीलाई योबाट इन्ट्रेस्ट सेभ भयो। त्यसपछि इन्ट्रेस्ट सेभमा फेरि एड के गर्नु पर्यो त भन्दा हामीले एन्युअल पेरोल एक्सपेन्सेस, एन्युअल पेरोल एक्सपेन्सेस पनि त हाम्रो अब बस्ने भयो नि त। हामीले फ्रिक्वेन्टली त वेज तिर्न नपरेपछि हाम्रो एक्सपेन्सेस बढ्ने भयो। सेभिङ कति सेभिङ हुने भयो भन्दा हाम्रो पहिला हाम्रो कति थियो 1,04,000 रुपियाँ त हामीले के गर्नु पर्थ्यो एक्सपेन्सेस तिर्नु पर्थ्यो। अहिले अब जम्मा हाम्रो के हुने भयो 48,000 मात्र हामीले तिर्नु पर्यो नि त। यसले हाम्रो कति भयो भन्दा 104,123 माइनस 48,123 गर्दा 56,000 मात्र हामीले एन्युअल पेरोल एक्सपेन्सेसमा खर्च गर्ने सेभ हुने भयो। पहिला हाम्रो 1,04,000 रुपियाँ तिर्नु पर्थ्यो, अब अहिले जम्मा 48,000 तिर्नु परेपछि हाम्रो 56,000 त हाम्रो सेभ भयो नि त हो। त्यही भएर यो दुईटालाई जोड्दा टोटल भनेको 102,666.64 यति रुपियाँ चाहिँ हामीलाई के हुने भयो एन्युअल सेभिङ हुने भयो। जब हामीले विकलीको सट्टा मन्थमा 2 चोटि पेरोल तिर्ने भनेर सिस्टम ल्यायौँ भने हामीलाई टोटल सेभिङ भनेको चाहिँ यो हुने भयो। टोटल सेभिङ भनेको हामीलाई यति रुपियाँ चाहिँ टोटल सेभिङ हुने भयो हो। यस्तो खाले क्वेसन चाहिँ अलिकति इम्पोर्टेन्ट पनि छ हैन, यो गाह्रो पनि छैन, सजिलो छ, हजुरहरूले मजाले गर्न सक्नुहुन्छ। एकचोटि फेरि पनि आफूले पनि कपीमा गर्नुभयो भने चाहिँ अझै सहज हुन्छ यो गर्नको लागि। अब हामी हेर्छौँ अर्को प्रब्लम 4.5। अब 4.5 मा के भनेको छ भन्दा बागमती कम्पनी विश टु बरो रुपिज 1,00,000 फर 1 इयर। यहाँ दिएको रहेछ लोन रुपिज 1,00,000 लोन दिएको रहेछ। यसको चाहिँ अब एबिसी 3टा अल्टरनेटिभ रहेछ। अब अल्टरनेटिभबाट चाहिँ हामीलाई के निकाल्नु पर्यो त भन्दा एन्युअल पर्सेन्टेज कस्ट कति हुन्छ भनेर निकाल्नु पर्छ। लोन यति छ अनि एमा हामीलाई के दियो भन्दा ए नम्बरमा
इन्ट्रेस्ट कति दियो 8%। लोन अन अ डिस्काउन्ट बेसिस, यो चाहिँ के रहेछ डिस्काउन्ट बेसिसमा रहेछ। डिस्काउन्ट बेसिसमा इन्ट्रेस्ट यति रहेछ। त्यसपछि कम्पेन्सेटिङ ब्यालेन्स कति रहेछ, कम्पेन्सेटिङ ब्यालेन्स भनेको 20% रहेछ। अब हामीले इन्ट्रेस्ट अमाउन्ट निकाल्नु पर्यो। इन्ट्रेस्ट अमाउन्ट मैले यतै निकालिदिएँ। इन्ट्रेस्ट अमाउन्ट निकाल्ने भनेको कसरी हो, 8% अफ 1 लाख गरेर हामीले कति इन्ट्रेस्ट तिर्दो रहेछौँ, 8,000 इन्ट्रेस्ट तिर्दो रहेछौँ होइन, डिस्काउन्ट बेसिसमा इन्ट्रेस्ट। अनि त्यसपछि कम्पेन्सेटिङ ब्यालेन्स चाहिँ कति रहेछ भन्दा 20% अफ 1 लाख गर्दाखेरि कति आयो, रुपिस 20,000 चाहिँ हाम्रो कम्पेन्सेटिङ ब्यालेन्स रहेछ। अब हामीलाई एपिसी निकाल्नु पर्यो हो। अब डिस्काउन्ट बेसिसको मैले लेखेको छु नि त फर्मुला। एपिसी निकाल्ने भनेको कति हो, इन्ट्रेस्ट अमाउन्ट डिभाइड बाई लोन माइनस इन्ट्रेस्ट। अब यसको चाहिँ हामीले के निकाल्नु पर्यो, एपिसी निकाल्दाखेरि के हो त भन्दा एन्युअल इन्ट्रेस्ट डिभाइड बाई लोन अमाउन्ट माइनस इन्ट्रेस्ट माइनस कम्पेन्सेटिङ ब्यालेन्स। किन भन्दा हामीलाई यो हाम्रो कम्पेन्सेटिङ ब्यालेन्स नभएको केसमा हो। अब डिस्काउन्ट लोन विथ कम्पेन्सेटिङ ब्यालेन्सको फर्मुला के हो, इन्ट्रेस्ट अमाउन्ट डिभाइड बाई लोन माइनस इन्ट्रेस्ट माइनस कम्पेन्सेटिङ ब्यालेन्स हो। एन्युअल इन्ट्रेस्ट भनेको हाम्रो कति हो, 8,000। हाम्रो लोन भनेको कति हो, 1 लाख माइनस इन्ट्रेस्ट कति हो, 8,000 माइनस 20,000 हाम्रो के हो, कम्पेन्सेटिङ ब्यालेन्स हो गरेर हाम्रो कति आउँछ, 11.11% भनेको हाम्रो एपिसी आउँछ। यो एउटा वेमा भयो। अर्को हामीले अब यो अमाउन्ट ननिकालेर पनि गर्न सक्ने भयौँ। एपिसी भनेको हाम्रो इन्ट्रेस्ट कति छ, 8%, 0.08 डिभाइड बाई 1 माइनस 0.08 माइनस 0.20, अब इन्टु 100 त भइहाल्छ, इन्टु 100 त सबैमा हो नि त गरेर 11.11% पनि हामीले यसरी दुईवटा वेमा गर्न सक्छौँ के। एउटा भनेको अमाउन्ट निकालेर, एउटा भनेको अमाउन्ट ननिकालेर 8%को आधारमा टोटललाई के भन्ने 1 मान्ने, त्यसपछि 0.8% 0.20% गरेर चाहिँ हामीले यसरी पनि गर्न सक्छौँ। अब यसको बी नम्बरमा चाहिँ हामीलाई यसरी जसरी गर्दा पनि हुन्छ होइन, मैले दुवै वेमा हजुरहरूलाई सिकाएँ। अब अर्को भनेको बीमा 9% डिस्काउन्ट बेसिसमा 10% कम्पेन्सेटिङ ब्यालेन्स रहेछ। एमा चाहिँ अब इन्ट्रेस्ट भनेको कति रहेछ हाम्रो 9% रहेछ। कम्पेन्सेटिङ ब्यालेन्स हामीलाई कति दियो, कम्पेन्सेटिङ ब्यालेन्स भनेको हामीलाई कति दियो, 10% दियो। अब मैले अहिले चाहिँ के गरेँ, यो वाला फर्मुला राखेर गरेँ है। एपिसी भनेको 0.09 डिभाइड बाई 1 माइनस 0.09 माइनस 0.10 गर्दा यो पनि कति आउँछ, 11.11% आउँछ। अब सीमा हामीलाई के भन्यो भन्दा 10.5% लोन होइन, लोन 10.5% अथवा लोनको इन्ट्रेस्ट होइन। अनि त्यसपछि हामीलाई यसमा केही पनि कम्पेन्सेटिङ ब्यालेन्स छैन। यो चाहिँ कलेक्ट बेसिसमा भनेको छ। कलेक्ट बेसिस भनेको हाम्रो के हो, सिम्पल लोन हो। कलेक्ट बेसिस भन्ने बित्तिकै हाम्रो के हो, मैले फर्मुला लेखेर आएको छु, सिम्पल लोन। सिम्पल लोनको निकाल्ने एपिसी निकाल्ने फर्मुला के हो, एपिसी भनेको इन्ट्रेस्ट अमाउन्ट डिभाइड बाई नेट युजेबल फन्ड। अब इन्ट्रेस्ट अमाउन्ट भनेको हाम्रो कति हो, इन्ट्रेस्ट अमाउन्ट भनेको हाम्रो कति हो, 10.5% अफ 1 2 3 4 5 गर्दाखेरि कति आउँछ, 10500 भनेको 10500 डिभाइड बाई नेट युजेबल फन्ड भनेको हाम्रो कति हो, 1 2 3 4 5 गर्दाखेरि 10.5% चाहिँ हाम्रो के आउँछ, एपिसी आउँछ। यसरी चाहिँ हामीले निकाल्न सक्छौँ। Which alternative has the Bagmati company choose if it is concerned with the effective interest rate?
अब इफेक्टिभ इन्ट्रेस्ट रेटको आधारमा बागमती कम्पनीले चाहिँ कुनलाई चाहिँ चुज गर्छ भनेको छ। अल्टरनेटिभ 1 डिस्काउन्ट बेसिसमा कम्पेन्सेटिङ ब्यालेन्स दिएको छ। अल्टरनेटिभ 2 पनि डिस्काउन्ट बेसिसमा दिएको छ होइन। अनि अर्को अल्टरनेटिभ 3 मा चाहिँ हाम्रो के छ त भन्दा सिम्पल लोन छ। कलेक्ट बेसिसमा सिम्पल लोन भनेको जहाँ चाहिँ हाम्रो प्रिन्सिपल र इन्ट्रेस्ट दुवै एट द इन्डमा तिरेको हुन्छ। अब बागमती कम्पनीले चाहिँ कुन अल्टरनेटिभलाई चुज गर्छ भन्दा सी अल्टरनेटिभ, यो कलेक्ट बेसिसको अल्टरनेटिभलाई चुज गर्छ। किन भन्दा यसको इन्ट्रेस्ट रेट अथवा एपिसी एनुअल पर्सेन्टेज कस्ट, सरी इन्ट्रेस्ट भन्दा पनि एनुअल पर्सेन्टेज कस्ट चाहिँ अब बी र ए अल्टरनेटिभको भन्दा कम आएको भएर चाहिँ यसले सी अल्टरनेटिभलाई चुज गर्छ भनेर लेख्ने। जसको थोरै एपिसी आएको हुन्छ त्यसलाई नै हामीले चुज गर्नुपर्छ भनेर चाहिँ लेख्नुपर्छ। आई होप हजुरहरूले यहाँसम्म चाहिँ बुझ्नुभयो होला। यदि यहाँसम्म कुनै पनि कन्फ्युजन छ भने चाहिँ कमेन्टमा या फेसबुकमा मेसेज गरेर सोध्न सक्नुहुन्छ। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला।